आज मधेसमाथि सिधै प्रहार भइरहेको छ। केही शक्तिहरू मधेसको अधिकार कटौती गर्न खोज्दैछन्, संघीयता खारेज गर्ने सपना देखिरहेका छन्, पहिचानलाई अनावश्यक भन्दै मेटाउन खोज्दैछन्। उनीहरूलाई मधेसको पीड़ा थाहा छैन, उनीहरूलाई शहीदहरूको रगतको मूल्य थाहा छैन। उनीहरूका लागि मधेस केवल चुनावी गणित हो, तर मधेस कुनै प्रयोगशाला होइन, यो हाम्रो अस्तित्व हो। याद राख्नुहोस्, संघीयता कसैले उपहार दिएको होइन, यो संघर्षबाट आएको हो, यो बलिदानबाट प्राप्त भएको हो, र त्यो संघर्षको अगुवाई गर्ने शक्ति हो जनता समाजवादी पार्टी नेपाल। आजको मतदान केवल मत हाल्ने प्रक्रिया होइन, यो षड्यन्त्रको विरुद्धको प्रतिकार हो, यो विभेदको विरुद्धको विद्रोह हो। जो मधेसको अधिकार घटाउने कुरा गर्छ उनीहरूलाई मतले जवाब दिनुपर्छ। जो संघीयता कमजोर पार्ने खेल खेल्छ उनीहरूलाई मत पेटिकामै पराजित गर्नुपर्छ। अब मधेस चुप बस्दैन, अब मधेस झुक्दैन, अब मधेस आफ्नो भविष्य आफै लेख्छ। जसपा नेपाललाई भारी मत दिनुहोस्, किनकि यो चुनाव पार्टीको होइन, यो मधेसको अस्तित्व जोगाउने लडाई हो। निर्णय तपाईको हातमा छ, मधेस बलियो बनाउने कि मधेसलाई फेरि कमजोर बनाउने। जय मधेस।